हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी चाहिँ जान्छौँ तल्लोबारीतिर चाहिँ यस्तो ब्लग बेल्टु पऱ्यो प्यान्ट परेको अनि चाहिँ बल्ल पानीतिर भएछ। मोबाइल देखिया चाहिँ मोसन सब मोबाइल डेट मात्रै हो के खत्म छ विदर टाइम त बवाल छ नि। त्यो चाहिँ कटर छ, कटरको बुटे यहाँ कटर छ चाहिँ कटर अनि फेरि यहाँ यस्तो घारी जस्तो छ सक्नुहुन्छ। धेरै घारी त नभनौँ, वेदर चाहिँ आज बवाल देखिएको छ कि यस्तै यता ठाउँमा त यस्तो यो चाहिँ आपको बुट एउटा यहाँ मात्रै फल्यो अरू ए रहेछ माथि रहेछ नि सानो तल छ नि यत्रो पनि छैन अवस्था जस्तो त त्यति भएर चाहिँ बजारमा कुर्छु क्या फेरि हिँड्न मन लाग्दैन। यो चाहिँ धारो यस्तो बाटो फेरि घना यस्तो सर्पु बस्ला भन्ने डर हुन्छ। पछिमा कुदिने क्या अन्त पछि दोकानमा बस्नलाई आयो अनि सोच्छु यो चाहिँ यति बबाल फुल बाइक आएपछि फेरि अलिक याद लाग्छ कि भिडियो बनाउनु होइन। मोबाइल त ठुलो छैन त्यही भएर चाहिँ त्यो चाहिँ भयो हाम्रो गोरुले जाँदा घाँस पानी छ किन हेरौँ छ छैन नि हालिदिनुपर्छ। खानु त खाएर छन् केरम हालिदिउँ त अड्डेन त यार खै कसलाई सुन मैले मेरो मनको बेथा सम्बन्ध हाम्रो बिचमा आइदियो अर्कै केटा म चाहिँ साथी होला सोची बसे यता उता मनन्तै डुलेछ म सोझोलाई केटा जब थाहा भयो तबसम्म भयो ढिला दले ठोकी गइन् मुटुभित्रै किल्ला मलाई रुवाएर तिमी हाँसी हिँडिरहेछौ अरूको आँसुको खुसी तिमीलाई कति मिल्ला हुन्छ भर्खरै ध्यान अनि अब चाहिँ चापी खोल्नु चाहिँ दोकानमा जानुपर्ने हुन्छ। गइसकेपछि काम गर्नुपर्ने हुन्छ गोरुहरू चाहिँ दोकानमा गएर थ्याङ्क्स फर वाचिङ गाइज।